आलु त्यो चाहिँ रेड पान्डा कस्तो दामी मजाको यो ढुङ्गाको पत्थरको माथि शिरमा व्यवस्थित गरिएको छ। यहाँ बन्दैछ। हेलो नमस्ते, न्यू डे न्यू ब्लग, यहाँलाई पुनः स्वागत छ। आज यो सुन्दर ठाउँ, यसलाई के भन्छ गुरु? दह, जिरीको दह आइपुगेका छौँ हामी। खास रक गार्डन जान हिँडेका मान्छे हौँ। राम्रो ठाउँ यो, मैले कुनै सामाजिक सञ्जालमा देखेको थिएँ, त्यही भएर एकदम राम्रो लाग्यो। मजाको भ्यू छ, यो भ्यू तपाईँलाई देखाउँदैछु। त्यसपछि हामी रक गार्डन, अलिकति मलाई नयाँ लाग्छ तर रक गार्डन भनिसकेपछि कस्तो छ यहाँलाई देखाउँछु म। मजाको हुन्छ आजको ब्लग, अन्तिमसम्म हेर्नु होला है त। हामी रक गार्डन, यो बारीकोट गाउँपालिका वार्ड नम्बर 4 को रक गार्डनमा हामी आइपुगेका छौँ। विशेष गरी यहाँ ढुङ्गाका विभिन्न आकृतिहरू त हुने नै भयो। त्यसपछि त्यो ढुङ्गामा चाहिँ माथि त्यहाँ मैले देखाइरहेको छु, त्यहाँ चाहिँ चित्रहरू कोरेर अलिक कलात्मक बनाइएको छ। यो धेरै यो बारीकोट गाउँपालिकाभित्र एकदम धेरै आन्तरिक पर्यटकहरू, आन्तरिक टोली, घुम्ने टोली चाहिँ यहाँ आएर रमाइलो गर्ने गर्दछ। यो अहिले हामी ठ्याक्कै मौसम अलिकति नमिलेको बेला आइएछ, नत्र यो चैतको महिना भयो भने यहाँ एकदम धेरै लालीगुँरासहरू फुलेको क्या। यो सबै लालीगुँरास मात्रै, फुलको रक गार्डन हुन्थ्यो रे। तर हामी अलिकति ढिला घुम्न आयौँ, त्यसैले हामीले यो लालीगुँरास फुलेको देख्न पाएनौँ। यो लालीगुँरासहरू सबै झरिसकेको छ, म तपाईँलाई देखाउँछु। तैपनि आज चाहिँ यो चाहिँ रक गार्डनको मुख्य ठाउँ, यहाँबाट फोटोहरू खिच्ने, भिडियोहरू बनाउने ठाउँ यही हो। त्यसपछि म तपाईँलाई यो रक गार्डनको यसलाई के थुम्को भन्यो, अलिकति उचाइ भएको होइन, अलग्गै मजाको ठाउँ छ। अनि त्यहाँबाट प्रवेश गर्ने, योभन्दा माथि धेरै ढुङ्गाहरूमा चित्र कोरिएको छ। यो लालीगुँरास भएको बेला आउनु पर्थ्यो, तर हामी अलि ढिला आयौँ। एकदम राम्रो छ, शान्त छ, सुन्दर छ, वातावरण पनि निकै राम्रो छ। यो चाहिँ गार्डन, रक गार्डन देखेर त्यसलाई स्टार्ट गर त ढिला हुन्छ। मेरो आदरणीय व्यक्तित्व यहाँ हामीलाई यहाँ घुमाउने के छ, यसको मुख्य उद्देश्य भने पर्यटन प्रवर्धनको लागि त होइन गुरु? पर्यटन प्रवर्धनको लागि यो चाहिँ अब हाम्रो आगामी दिनहरूमा हजुर यो तल बालुवा बगर भन्ने छ, त्यहाँदेखि यो पुरा सिडी पदयात्राको लागि सिडी, पदयात्राको लागि यो रेलिङवाला सिडी बनाउने भन्ने छ। विशेष यो भागबाट होइन, यो भागबाट भाग हुँदै अनि हाम्रो यतादेखि यो ऊ पनि आउँदैछ, यो बाटो, सडक बाटो यताबाट छ र यहाँदेखि पनि यहाँ माथि छ साइकुनी जाने बाटो हो, साइकुमारी छोटो बाटो हो। यो चाहिँ यो बाटो, त्यो भएको कारणले हामीले यसलाई चाहिँ विशेष गरी साइकुनी हुँदै बारीकोटसम्मको भनेर एउटा परियोजना भनौँ न, परियोजना भनौँ, यस्तो छ। अनि ठिक छ, सफलताको शुभकामना छ। चाहिँ राम्रो घुम्न पाइएको छ, मजाको यो ठाउँ। वार्ड नम्बर 4 पर्यो, त्यो पारी वार्ड नम्बर 3, अनि यो चाहिँ 2, यो 5, फेरि 5 सिधै पारीदेखिको सिधै पारी देखेको थियो। म जुम गर्छु, थोरै नट लाउड रहेछ यसमा। म त डेली ल्याएछु त मान्छे नयाँ नयाँ, अनि ल्याउनु पर्यो नि त, ल्याउनु त पर्यो नि। हेलो गाइज, तपाईँलाई बारीकोट गाउँपालिका वडा नम्बर 4 को रक गार्डनमा स्वागत छ। हाम्रो मित्रहरूलाई तपाईँ धेरै टाढाबाट आएर हाम्रो यो रक गार्डनलाई प्रमोट गर्नको लागि धेरै दुःख गरिदिनु भएको लागि हजुरहरूलाई हृदयदेखि नै धन्यवाद छ। यो हो नि त खास। ल हात मिलाऊ भैया, भिडियोहरूले
निर्माण कार्य जारी छ। थप चौतारोहरू यहाँ हामी चाहिँ यहाँ ड्रोन यहाँ छ। यो चाहिँ हाम्रो मुख्य रक गार्डनको राम्रो स्थल एउटा ढुङ्गाको माथि सबै व्यवस्थापन गरिएको छ। यो प्रवेशद्वार मजाको लजाउनु परसम्म जाउँ बाँकी के हुन्छ यहाँ दामी। यो आन्तरिक घुम्ने टोली बहिनीहरू पनि यो पुरै यो के गिटार हो कहाँ यहीँबाट आएको कि टाढैबाट? ए ल ठिक छ खुसी लाग्यो। रक गार्डन घुम्न भनेरै आएको हो? कोही हुनुहुन्थेन के भने कोही हुन्थेन रक गार्डन घुम्नै भनेर आएको हो भने। यो गिटार कसले बजाउँछ? बजाउनुहुन्छ? ल बहिनी बजाउनुहोस् त। तपाईँलाई म मेरो भ्लगमा तपाईँले बजाएको गिटार जे जति आउँछ त्यति बजाउने ल। आज बहिनीको गिटार मजाले। ल बहिनीको नाम के हो? बिमला विका। नलघाट नगरपालिका हो? कति नम्बर वडा? 2 नम्बर वडा। भनेपछि कुन गाउँ पर्यो माथि? डाँडा गाउँको माथि? ए सरी ल ठिक छ। बहिनीको गीत पनि है क्रिस्चियन गीत गाउँछु म क्रिस्चियन। त्यो ठिक छ। अनि अर्को नर्मल्ली हामीले गाउने गीतहरू पनि गाउँदा हुन्छ? आउँदैन मलाई। ल त्यही सुनौ। बहिनीलाई धेरै धेरै धन्यवाद छ। मेरो सानो आग्रहमा गीत गाइदिएकोमा खुसी लाग्यो। यो गार्डनमा म पनि पहिलोपटक हो। बहिनीहरू पहिलोपटक हो? हजुर कहाँ पढ्ने हो बहिनी? पढ्ने दल्ली। ठिक छ थ्याङ्क यू खुसी लाग्यो। ब्युटिफुल ठाउँ फेरि पनि यहाँलाई होइन त्यो त ठिक छ। कस्तो राम्रो यहाँनिर यो लुक्स चाहिँ बबाल छ क्या अन्त यो होइन। यो हामीले विशेष गरी बलिउड फिल्मतिर देखिन्छ है गुरु यस्तो चाहिँ। नेपाली फिल्महरू पनि कमै देखिन्छ यसलाई। अब हजुरले र मैले गर्ने फिल्ममा निकाल्नुपर्छ। कुन फिल्म हजुरले गर्ने? खास केही फिल्मको हिरो जस्तो छ ज्यान पनि होइन त्यही पनि अरू आउँदैन। त्यस्तो राम्रो ऊ पनि राम्रो आयो। हजुर यहीँको हो घर? यहीँ तल हो? ठिक छ। यहाँ किन केही उसमा यो बनाउँदै हुनुहुन्छ होइन? ए के छ हालको है? ठिक छ खुसी लाग्यो। हजुरको नाम के हो? धनबहादुर सिंह। ठिक छ। अब यहाँ रक गार्डनलाई अलिक व्यवस्थित बनाउने हजुरहरूलाई नै फाइदा हुन्छ। जितेर गयो के हो यस्तै हो। ठिक छ खुसी लाग्यो। राम्रो छ यो ठाउँ। एकान्त शान्त सुन्दर रमणीय छ। मलाई एकदम मन परेको छ। बाटोको व्यवस्थापन अलि राम्रो भयो भने अझ यहाँ राम्रो हुन्थ्यो भन्ने लाग्छ मलाई। लाग्छ यो केही वर्ष म यो पनि पुरा होला। यहाँ तपाईँलाई यहाँ देखाएँ यो तलबाट पदयात्राको लागि सिडी निर्माण गर्ने भन्ने कार्यक्रम पनि तय भएको रहेछ। त्यसले पनि सफलता पायो होला। त्यसपछि मात्रै बारे हाम्रो गुरु देखिरहनु भएको छ। यो निर्माण कार्यपछि हामी अब फेरि पनि माथि यतापट्टिबाट जाउँ कि त्यतापट्टिबाट जाउँ? म यतापट्टिबाट जान्छु। यो रक गार्डन कै स्थल हो। यहाँ निर्माण कार्य जारी छ। हो यो विशेष गरी
घुम्नलाई चाहिँ ठिक छ। अहिलेभन्दा पनि पछि राम्रो हुँदो रहेछ। डाँफे मजाको डाँफे कस्तो राम्रो आर्ट गर्नुभएको छ। यो रक यो ढुङ्गामा कस्तो लाग्यो तपाईँहरूलाई? दामी छैन त? दामी है डाँफे। यस्तो भयो, कस्तो राम्रो लाग्यो मलाई। यस्तै धेरै आर्टहरू प्रत्येक ढुङ्गाहरूमा खोपिएको छ। खोपिने काम पनि जारी छ। फेरि देखाउँछु म। दामी यस्तो दामी छ। यस्तै आर्ट अरू ढुङ्गाहरूमा पनि कुदिएको छ। तपाईँलाई माथि देखाएँ, त्यो छ नि, जहाँ हेऱ्यो त्यहीँ लालीगुराँस छ। ढुङ्गालाई चाहिँ कलात्मक तरिकाले प्रिन्ट के भन्छ यसलाई, कलर गरेर यसमा चित्र कोरेर राम्रो बनाइएको छ। चाहिँ बस्नलाई होला। माथि त्यो बाघ हो कि चितुवा हो, त्यो भाइरल हुने टाइपको रहेछ। त्यस्तो पानी पिउन चाहिँ मन लाग्यो। यो के हो? यो चाहिँ के हो? यो चराको नाम थाहा भएन। यो चाहिँ हिमालको हिउँ प्लस जङ्गल देखाइएको छ। माथि चाहिँ यो टाक्रोमा हिउँ हो। त्यस पछाडि यता छ घर, हिमालयको काखमा सानो मेरो घर। दामी कस्तो लागिरहेको छ। यो चाहिँ धेरै प्रचार प्रसार हुनु जरुरी छ है। र यसलाई अझै बनाउँदै हुनुहुन्छ। निर्माण कार्य जारी छ। यहाँ केही बन्छ होला। त्यसपछि म तपाईँलाई चित्रहरू धेरै देखाउँछु। यो चित्र के को हो? माथि चाहिँ चिल हो होइन बाजे? त्यो उताको चिल अनि यतापट्टिको बाख्रो के हो? यो बाख्रा जस्तो यो पहेँलो बाघ जस्तै छ अलिकति। बाघ फरक खालको बाघ देखेँ यहाँ। योभन्दा यतापट्टि तल बँदेल अनि उतापट्टि त्यो मृग होला अनि त्यो बिचको बाख्रो के हो? त्यो माथि त्यो झारल जस्तो के हो? यो तलको चाहिँ यो त बँदेल भयो। यतापट्टिको मृग हो। यो घोरल हो। घोरल यो जरायो पनि पाइन्छ यहाँ हुँदैन यो, तर पनि कला माथि फेरि यो भालु होइन हजुर? यो भालु त्यो चाहिँ रेड पान्डा हो। यो निकै दुर्लभ चिज यो रेड पान्डाको वासस्थान पनि हो यो बारेकोट त होइन? रेड पान्डा दामी प्लस भालु। त्यो चाहिँ रेड पान्डा अनि त्यो चाहिँ के भन्नुभयो? त्यो जरायो हो। यो जरायो ठिक छ। माथि देखिएन, त्यो देखाउँछु। त्यो बँदेल हो। त्यो उतापट्टि मृग नै हो। अनि माथि चाहिँ बाघ, नयाँ खालको बाघ। त्यो चिलहरू त्यो नाव टाइपको छ। त्यो मैले त अब हाँसिनिनँ, कस्तो राम्रो लाग्यो, एकदम खुसी लाग्यो। त्यसमा पनि बन्दैछ। हिउँको थुप्रो जस्तो छन त। यस्तो छ। यहाँ फिल्ड छ। यहाँ चाहिँ उ गर्न मिल्ने, बाइकहरू रोक्न मिल्ने, पार्किङको लागि राम्रो छ। यो भयो। त्यसपछि त्यो घर मैले अघि हजुरलाई देखाएँ। मेरा आदरणीय मेम्बरहरू सबैलाई चाहिँ एकचोटि सम्भव भएसम्म यहाँ चाहिँ ए गुरु हेलो दामी यो गार्डनहरू घुमिरहेको छु। यो हिमालमा चढियो। हिमाल हिउँ हल्का परिरहेको रहेछ होइन गुरु? कस्तो दामी। मजाको यो ढुङ्गाको पत्थरको माथि शिरमा व्यवस्थित गरिएको छ।
यहाँ बन्दैछ। यो रक गार्डन विशेष गरी हेर्नुहोस् त लाली गुराँसको बुट्टा, प्रत्येक लाली गुराँसका बुट्टाहरू मात्र छ क्या, काफल केही मात्रामा देख्यो, लाली गुराँसहरू धेरै छ। हामी अलिकति ढिला आयौँ, चैतमा आउनुपर्ने हो। यो साथीहरू यसरी घुम्न आउनु भएको छ, धेरैजना हेर्नु त्यहाँ, त्यति धेरै घुम्नु हुनुहुन्छ, एकदम खुसी लाग्यो।